नेपोटिजम नेपोप्लस्टिजम नेपोस शब्द ल्याटिनको नेपोसबाट आएको हो जसको अर्थ हुन्छ ग्रान्डसन। सँगैसँगै यसको अर्थ विस्तार हुँदै आएको सन्दर्भमा अहिले यसलाई अनफेयर एडभान्टेज भनेर बुझिन्छ। टिजम भनेको चाहिँ एउटा सफिक्स अर्थात् प्रत्यय मात्र हो जुन कुनै विचार सिद्धान्त वा प्रणाली जनाउन प्रयोग गरिन्छ। यसरी नेपो र टिजमको संयोजनबाट बनेको शब्द हो नेपोटिजम जसको अर्थ हुन्छ नातावाद अर्थात् आफन्त वा चिन्जानका मान्छेलाई विशेष सुविधा वा पद दिने व्यवहार। यो शब्द तपाईँले पनि कतै न कतै त सुन्नुभएकै होला, तर आखिर म यसको बारेमा कुरा किन गर्दैछु त? के तपाईँलाई थाहा छ नेपाली राजनीति अहिले एउटा गम्भीर समस्याबाट गुज्रिरहेको छ? त्यो समस्या हो नेपोटिजम अर्थात् नातावादको। आजभन्दा 200 वर्ष अगाडि राणा शासनको समयमा सत्ता एकै वंशले चलाएका थिए। शक्ति केही सीमित मानिसहरूमाझ मात्र बाँडिन्थ्यो। आज फेरि त्यही जानीय प्रवृत्ति फिर्ता हुँदै गएको देखिन्छ। यसबाट कुनै एउटा वंश होइन तर राजनीतिक पहुँच र चिन्जान भएको व्यक्तिहरूबीच मात्र अवसर बाँडिने क्रम बढ्दो छ र यसभित्रको सबैभन्दा चर्चित पात्र हुन् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली। उनको कार्यकालमा धेरै जसो नियुक्ति योग्यताभन्दा बढी नाता र पहुँचको आधारमा देखिन्छ। त्यसैले आजको यस भिडियोमा हामी नेपालमा बढ्दै गएको नातावादको गहिरासम्म पुग्ने प्रयास गर्नेछौँ र केपी शर्मा ओलीको निरङ्कुशताको पर्दाफास गर्नेछौँ। एउटा समय थियो जब केपी शर्मा ओली नेपाली जनताको आँखामा आशा र भरोसाको पात्र थिए। केपी ओली आई लभ यू भन्ने नाराहरू गुन्जिन्थे। उनले देखाएको राष्ट्रियता विकासको सपना र दृढ भाषणले जनताको मन जितेका थिए। तर समय परिवर्तन हुँदै गयो। उही ओली जसले देश परिवर्तन गर्ने सपना देखाएका थिए आज आलोचना र नाराबाजीका पात्र बनेका छन्। केपी ओली आई लभ यू भन्नेहरू अहिले सडकमा केपी छोड देश छोड भन्न थालेका छन्। यो परिवर्तन अचानक भने आएको होइन। यसको सुरुवात भयो जब ओलीले सत्तालाई आफ्नो वरिपरि केन्द्रित गर्न थाले, निकट सम्बन्ध भएका व्यक्तिहरूलाई प्राथमिकता दिन थाले। त्यस्तैमा एउटा नाम हो डाक्टर युवराज खतिवडा। डाक्टर खतिवडा एक योग्य अर्थशास्त्री, राष्ट्र बैङ्कका गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार हुँदै अमेरिकाका लागि राजदूतसम्म लगातार महत्त्वपूर्ण पदहरू सम्हाले। युवराज खतिवडाको योग्यतामाथि प्रश्न उठाउने ठाउँ कमै छ। उनले सबै पदका लागि आवश्यक मापदण्ड पनि पुरा गरेका छन्। तर यसबीच एक प्रश्न उठ्यो कि यी नियुक्तिहरू उनी योग्य भएर भए कि ओलीका प्रिय पात्र भएर? हुन त यहाँ शङ्का गर्ने ठाउँ पनि छ। उनी जति क्षमता भएका अरू पनि व्यक्ति थिए होलान् तर ओलीले उनलाई बारम्बार उकालो धकेलिरहे। तर यो त एउटा उदाहरण मात्र हो। ओलीले यस्ता नातावादी गतिविधिहरू धेरै गरेका छन्। जस्तै ओलीका निजी चिकित्सा डाक्टर दिव्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालयको चिकित्सा संस्थापन आयोयामको डिन नियुक्त गरियो। यद्यपि उनी वरिष्ठता सूचीमा तल थिइन्। अहिलेसम्म आयोयामको डिन नियुक्त वरियताको आधारमा हुँदै आए पनि त्यसबेला भने त्यसको पालना भएन। वरियताको 35औं स्थानमा रहेकी डाक्टर सिंहले डिन नियुक्तिमा बाजी मारिन्। डाक्टर सिंहको नियुक्ति लगायतै वरिष्ठताको आधारमा डिन नियुक्तिको माग राख्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोध गर्यो। यहाँसम्म कि संस्थानमा ताला नै लगाइयो। त्यसैगरी ओली सरकारको पालामा भएको अर्को विवादित नियुक्ति हो प्रेम आलेको नियुक्ति। तपाईँहरूले नेपालीको एउटा उखान त सुन्नुभएकै होला, दुधको साँची बिरालो। ठ्याक्कै यही उखान झै केपी शर्मा ओलीले काठ तस्करीको आरोप समेत लागेका प्रेम आलेलाई वन मन्त्री नियुक्त गरेका थिए। वन संरक्षण र वातावरण जोगाउने जिम्मेवारी पाएका व्यक्तिको विगतमै यस्तो गम्भीर आरोप लागेको हुँदा जनतामा शङ्का हुनु त स्वाभाविक नै थियो। प्रेम आले विवादित अभिव्यक्तिहरू र असान्दर्भिक क्रियाकलापका कारण पटक पटक चर्चामा आइरहेकै हुन्छन्। कहिलेकाहीँ उनले रुखले कार्बन डाइअक्साइड दिन्छ जस्ता वैज्ञानिक तथ्य विपरीत अभिव्यक्ति दिएर आलोचना बटुल्छन् त कहिले संसद जस्तो मर्यादित स्थानमा अश्लील र आपत्तिजनक शब्द प्रयोग गरेर संसदीय मर्यादामाथि प्रश्न उठाउँछन्। पार्टीको दबाब झेल्न नसकेर बनाइयो। यस्ता समाचारहरू आउँथे र जान्थे। यस्ता घटनाहरू केही समयका लागि कागजमा छापिन्थे र मिडियाको हेडलाइन बन्थे। तर अहिले भने लामो समयदेखि एउटा समाचार लगातार हेडलाइनमा छ र त्यो समाचार हो कुलमान घिसिङको बर्खास्ती। केपी शर्मा ओलीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएर आफ्नो सालो हितेन्द्रदेव साक्यलाई उक्त पदमा नियुक्त गरे। कुलमान घिसिङ तिनै व्यक्ति हुन् जसले सिङ्गो नेपाललाई लोडसेडिङ मुक्त बनाएका थिए। उनी तिनै व्यक्ति हुन् जसले घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा पुर्याएका थिए। आज तिनै व्यक्तिलाई पदबाट हटाउँदा आम नेपाली जनता आक्रोशित भएका छन्। सडकमा प्रदर्शन र आन्दोलन भइरहेकै छन् र यही बीच अब विद्युत महसुल बढ्ने खबर पनि बाहिर आउन थालेका छन्।
ओलीको यस्तो गतिविधिमाथि संसदमा भने निकै कम प्रश्न उठ्ने गरेका छन्। तथापि रासोपा र राप्रपा जस्ता दलहरूले यसको आलोचना गर्ने गरेका छन्। रासोपाका सभापति रवि लामिछाने र राप्रपाका वरिष्ठ नेता ज्ञानेन्द्र साईले बारम्बार संसदमा यसको विरोध गर्ने गरेका छन्। तर विडम्बना आज रवि लामिछाने ओली सरकारको विरोध गरेकै भरमा जेलमा छन्। विभिन्न मुद्दा र मामिलामा उनलाई फसाई बारम्बार कारागार पठाउने गरिन्छ। त्यसैले अब जनता यसमा सचेत हुन आवश्यक छ। 2084 को चुनाव आउँदैछ, जहाँ हामी युवाको शक्तिले यस्ता नातावादी, सत्तामोही र असक्षम नेताहरूलाई ठाडो जवाब दिन सक्नेछौँ। हाम्रो भविष्यको लागि अब प्रश्न गर्न सिक्नुपर्छ। नेता योग्य छन् कि केवल सम्बन्ध भएका? भाषण होइन, कामको मूल्याङ्कन गर्न सक्नुपर्छ। अबको मत परिवर्तनको मत हो, त्यसैले आँखा चिम्लेर होइन, खुला आँखा र विवेकले मतदान गरौँ। हाम्रो देश, हाम्रो भविष्य। अब निर्णय पनि हाम्रै हातमा छ। तपाईको यस विषयप्रति के धारणा छ? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला। हस्त, धन्यवाद।